सो हाम्रो लागि प्रेजेन्टेसन बनाउन सबसे बवाल प्लेटफर्म भनेको चाहिँ गामा हो। अब हामी यहाँनिर गामा एप भनेर सर्च गर्छौँ, जिएएमएमए एपिपी एप, गामा एप। त्यसपछि यहाँ जान्छौँ, ओपन गऱ्यौँ। ओपन गरिसकेपछि हाम्रो गामा एप ओपन भइसकेको छ। अब यहाँ क्लिक गरेँ, मैले यहाँ क्लिक गरेको, ओके। यहाँनिर चाहिँ यस्तो देखायो होइन, हाम्रो कति छ टोकन, यति टोकन छ। यहाँनिर मैले रिफरवाला एउटा लिङ्क दिएँ। रिफरवाला मैले लिङ्क दिएपछि तपाईँले 200वटा क्रेडिट पाउनुहुन्छ है। यो लिङ्कबाट साइनअप गर्नु होला हजुरहरूले। मैले व्हाट्सएपमा पठाएँ, तपाईँले पनि पाउनुहुन्छ। ए हस् अम्बिकाजी, एकदमै खुसी लाग्यो। ल फरक गर्ने अब हेर्नुहोस् है राम्रोसँग। यो लिङ्कबाट जानु होला है गामाको। हजुरलाई पनि आउँछ, यहाँ हामीलाई पनि क्रेडिट थपिन्छ। हामीले त यहाँ प्र्याक्टिसै गर्न सक्ने हो क्रेडिट। ल अब गामा एप खुलिसकेपछि हजुरको इन्टरफेस यस्तो हुन्छ। यसपछि हामी के गर्छौँ भने यस्तो इन्टरफेस देखिने भयो। अब यहाँनिर क्रिएट न्यू गर्छौँ। क्रिएट न्यूमा चाहिँ तपाईँको के चिज हुन्छ भन्दाखेरि 4वटा चिज छ। एउटा जेनेरेट, एउटा पेस्ट इन टेक्स्ट, एउटा क्रिएट फर्म टेम्प्लेट, एउटा चाहिँ इम्पोर्ट फाइल अर युआरएल भन्ने हुन्छ। अब सुरुमा चाहिँ हामी जान्छौँ जेनेरेट। जेनेरेटमा के हुन्छ त भन्दा तपाईँले प्रम्प्ट लेखेर यसले बनाइदिन्छ। सुरुमा चाहिँ हामीले के गरौँ, 5वटा यसलाई चाहिँ स्लाइडहरू बनाउन लगाउँ। क्लासिक स्टाइलको बनाउन लगाउँ, डिफल्ट साइज बनाउँ प्रेजेन्टेसनको। ल्याङ्ग्वेज चाहिँ यसले नेपाली, अब नेपाली छैन होला यहाँ होइन, नेपाली हुँदैन, थिएन लास्ट टाइमसम्म। अब आजैको दिन निकालेको भए त थाहा हुँदैन नि त मलाई, छैन, नेपाली हुँदैन। नेपाली सपोर्ट चाहिँ गर्छ ल। अब हामी चाहिँ यहाँनिर मोस्ट वान्टेड जब्स इन 2026 फर नेपाल, ल जेनेरेट आउटलाइन भनेर गरौँ। अब यसले आउटलाइन जेनेरेट गर्ने भयो। आउटलाइन क्रिएट गर्यो। 5वटा स्लाइडमा चाहिँ हाम्रो द फ्युचर अफ वर्क भन्ने बनाइदिने भयो। यसको 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 बनाउने भयो 5वटा स्लाइड। अब यहाँ कन्साइज, मिनिमल, कन्साइज, डिटेल र एक्सटेन्सिभ भन्ने छ। यसमा चाहिँ के हुन्छ भने मिनिमल भनिसकेपछि तपाईँको यसले के गर्छ त, टेक्स्ट चाहिँ एकदमै सानो बनाउँछ, भिजुअल देखाउँछ। दुईटा मानिसहरू सँगै बसेका थिए भन्दा दुईटा मान्छे सँगै बसेको फोटो राख्छ, त्यति भयो। कन्साइज भनेर कस्तो हुन्छ भन्दाखेरि एकदमै ब्रिफ प्याराग्राफहरू, थोरै थोरै प्याराग्राफ हुन्छ। डिटेल्ड भनेको एकदमै ठुलो प्याराग्राफमा लेखिदिन्छ। एक्सटेन्सिभ भनेको त्योभन्दा पनि धेरै प्याराग्राफ। सो तपाईँको प्रेजेन्टेसन कस्तो खालको भन्ने कुराले डिपेन्ड गर्ने भयो। हामी चाहिँ जनरल्ली कन्साइज, मिनिमल यस्तै टाइपमा जान्छौँ हामी, कन्साइजमा गयौँ। अब यहाँनिर हजुरको यति धेरै भिजुअल स्टाइल छ होइन, हेर्नुहोस्, अर्बिट छ होइन, बोनान हेल छ, त्यसपछि मोचा छ, रुस छ, कति धेरै ठुलो आइडियाहरू छ। यहाँ चाहिँ मैले भ्यू मोडमा गएँ। भ्यू मोडमा गइसकेपछि यसरी देखाउँछ यसले। मलाई चाहिँ सबसे मजा लाग्नेलाई इरिस हो। सेलेक्ट थिम। अब यहाँनिर चाहिँ के गर्छु त मैले भन्दाखेरि एआई इमेज गर्ने कि के गर्ने भन्दाखेरि मैले ल यसले कस्तो खालको इमेज प्रयोग गर्ने मेरो वेबसाइटमा, मेरो प्रेजेन्टेसनमा, त्यो चुज गर्छु। त्यसमा चाहिँ मैले के गर्छु त भने अहिले मलाई डोन्ट युज इमेज गर्न पनि मिल्छ। मैले चाहिँ वेब इमेजेसहरू अथवा स्टक इमेजेस, वेब इमेज भनेको, स्टक इमेज भनेको स्टकहरूले बनाएको इमेजहरू युज गर भने। एडभान्स मोडमा जान नि मिल्छ, हामी यता गएर है के गर्ने भने अझ बढी कन्ट्रोल फर्मेटदेखि लिएर है। ठिक छ। अब यहाँनिर हामीले प्रम्प्ट यो भयो, अप्सनल इन्स्ट्रक्सन यो भयो, स्लाइड बाई स्लाइड हाम्रो चाहिँ कति 5वटा स्लाइड हुने भयो। एउटा स्लाइड, दुईटा स्लाइड, तिनवटा स्लाइड, 4वटा स्लाइड, 5वटा स्लाइड। हाम्रो चाहिँ यति क्रेडिट छ, ल यति स्लाइड भयो। जेनेरेट।
ल हेर्नुहोस् अब हाम्रो चाहिँ के गर्यो भन्दाखेरि यसले द फ्युचर अफ वर्क मोस्ट वान्टेड जब्स इन नेपाल 2026 के जब हो त मोस्ट वान्टेड भनेको जबको रियालिटी यस्तो छ नेपालमा चाहिँ 20.6% युथहरू चाहिँ अनइम्प्लोइड छ सो गभर्मेन्टको रेस्पोन्स यस्तो छ होइन डिजिटल फ्रन्टियरमा चाहिँ एआइएमएल डेटा साइन्स साइबर सेक्युरिटी एन्ड क्लाउड अब 1 बिलियन आइटी एक्सपर्ट भएको नेपालमा भनेर यसले डेटा पनि हाल्यो 2026 होइन अनि त्यसपछि चाहिँ टुरिज्म एन्ड स्किल्ड ट्रेड्सहरूको कुरा गर्यो त्यसपछि स्ट्राटेजिक पाथ इन्भेस्ट इन हाई डिमान्ड भनेर 5वटा स्लाइड बनायो त्यसले हेर्नु चाहिँ राम्रोसँग हामी अरू अरू नेपालीमा स्लाइड बनाएर नै हेर्छौँ कसरी बनाउने भन्ने स्ट्रक्चर पनि सिकाउँछु यहाँ चाहिँ हामीले एउटा प्रम्प्टबाट मात्रै गरे हो यसरी गरेर पनि अझ राम्रो आउटपुट आउँदैन अझ राम्रो आउटपुट आउने तरिका सिकाउँछु मैले अब यहाँनिर चाहिँ हामीले के गर्छौँ त भने अर्को एजेन्ट भन्ने छ एजेन्टले चेन्ज गराउन पनि मिल्छ क्या एड टु मोर स्लाइड्स फोकसिङ अबाउट डिजिटल नोम्याड कल्चर कनेक्टिङ द टुरिज्म अफ नेपाल स्पेसियली प्लेसेस लाइक लेक साइड पोखरा भनौँ न है ल मैले चाहिँ यसलाई दुईवटा स्लाइडहरू चाहिँ थप डिजिटल नोम्याड कल्चरको बारेमा पोखराको टुरिज्मलाई चाहिँ कनेक्ट गर्ने गरी भने दुईवटा स्लाइड थप्नु पऱ्यो यसले लास्टमा हेर्नु है एजेन्ट हो यो एआई एजेन्टले काम गरेको छ दुईवटा स्लाइड थप्नु पऱ्यो हामीसँग 5वटा मात्र स्लाइड थियो ए दुईवटा स्लाइडहरूले थप्यो टक्कै ओके हामीसँग अहिले 7वटा स्लाइड भयो यो फ्री छ है अब यहाँनिर चाहिँ के गर्छौँ भने हामी एजेन्ट पनि भयो एजेन्टलाई चाहिँ धेरै चिजहरू भन्नु मिल्छ होइन ट्रान्सलेट गरेर नेपालीमा बना भन्नु पनि मिल्छ अब यसले प्रेजेन्टेसनलाई नेपालीमा बनायो अब आई वान्ट दिस प्रेजेन्टेसन इन नेपाली इङ्ग्लिस हेर्नुहोस् है ब्लेन्डेड ल्याङ्ग्वेज नेपाली नेपाली फर बेटर एन्ड इङ्ग्लिस फर टेक एन्ड प्रोफेसनल वर्ड्स है ल मैले चाहिँ यसलाई प्रेजेन्टेसनलाई चाहिँ नेपाली इङ्ग्लिसमा बना भने है अब यसले नेपाली इङ्ग्लिसमा बनाउनु पर्यो नेपाली इङ्ग्लिस बना नेपाली इङ्ग्लिसमा बनायो है यसले ओके यहाँसम्म हामीले गऱ्यौँ एजेन्टको कुरा पनि बुझ्यौँ यो साइड यो इनसाइड दिस एजेन्ट पनि छ ओके गामा एपमा एजेन्ट पनि छ पावर पोइन्ट बनायो एकदम प्रम्प्टबाट बनायो अब यो चिजहरू जति बेला पनि हामीले गर्नु सक्यौँ अब यसको के छ त भन्नुहुन्छ भने यहाँनिर साइडमा चाहिँ इमेजेस भन्ने छ हामीले चाहिँ नयाँ इमेज अपलोड गर्नु पनि मिल्छ यहाँबाटै त्यसरी अनि यस्तो प्लेस होल्डरमा राख्न पनि मिल्छ है रिप्लेस गर्न पनि मिल्छ यसलाई अलि यति गरौँ अब यहाँ चेन्ज गर्न पनि मिल्छ त्यो चिजहरू भयो तर जनरली चाहिँ हजुर हाम्रो एउटा सफ्टवेयरमा काम गरिरहेको प्र्याक्टिसहरू हुन्छ त्यो हिसाबले चाहिँ हामीले यसैमा एडिट गर्नु त्यति धेरै सहज हुँदैन धेरै सहज लाग्दैन यसमा चाहिँ धेरै चिजहरू छ होइन यसमा चार्टहरू पनि छ भिडियोहरू राख्ने ठाउँ पनि छ एपहरू वेब पेजहरू इम्बेड गर्ने पनि छ सबै चिजहरू छ एडिटिङको यहाँनिर फिचर पनि छ है बुझ्नुहोस् है अब जस्तै मलाई यो टेक्स्ट चाहिँ अर्को कलरमा चाहियो भने कलर चेन्ज गर्ने फिचर पनि छ है। 'ए' 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 'e' 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 '
नर्मल टेक्स्टको सट्टा अलि हेडिङ टाइपको टेक्स्टमा पनि छ ल। अब यो ब्लक लाइन चेन्ज गर्न पनि मिल्यो, यहाँ कलर चेन्ज गर्न मिल्यो यहाँ। ल यो चिजहरू यहाँबाट चेन्ज पनि गर्न मिल्यो। यसले चाहिँ एडिट गर्ने फिचर पनि दिन्छ। एडिट चाहिँ अनलिमिटेड गर्न मिल्यो, एडिट गरी त्यहाँदेखि क्रेडिट खान्छु भन्दैन, तर जेनेरेट गरे चाहिँ क्रेडिट खान्छ। ओके, अब यसलाई चाहिँ सेयर कसरी गर्ने भन्ने कुरा पनि रहन्छ। यसलाई सेयर कसरी गर्ने त भने यहाँ जाने फुल स्क्रिन गरेर सेयर गर्न मिल्यो। एउटा चाहिँ प्रेजेन्टर प्रिभ्यू यसरी। यसरी यता देख्ने भयो, हामीले यता देख्ने भयो, उता चाहिँ यो प्रेजेन्टर प्रिभ्यू भनेर बुझ्नुहुन्छ नि। यो मेनुमा म हेर्छु, यहाँनिर चाहिँ प्रेजेन्टरको लागि नोटहरू हुन्छ क्या, पावर पोइन्ट प्रेजेन्टेसन देखाउँदाखेरि। अब हाम्रो लागि चाहिँ यहाँ यो यसरी देखिन्छ है प्रेजेन्टेसन। ए अगाडिको स्लाइड देखियो, यस्तो यस्तो भयो साथीहरू भन्यो, सेकेन्ड, थर्ड, फोर्थ, फिफ्थ स्लाइड, सिक्स्थ, सेभेन्थ, यति भयो हाम्रो प्रेजेन्टेसन। अब स्केप गरेर मैले हटाइदिएँ। यहाँबाट प्रेजेन्ट यही क्लिक गरेर डाइरेक्ट गर्न पनि सक्यो अघिको स्टाइल यसरी। यहाँ प्रेजेन्ट गर्न पनि सक्यो। एजेन्टको कुरा मैले बुझाएँ। अब यहाँनिर एउटा मेन चिज भनेर चाहिँ हजुरले एउटा थिम चेन्ज गर्न पनि सकिने कुरा भयो होइन। तपाईँले पहिला यसमा गर्नुभएको थियो, अब होइन म त चेन्ज गर्छु थिम भन्ने भयो भने चाहिँ फेरि होइन, अब आफ्नो ब्रान्ड अनुसारको थिम चेन्ज गर्नुपर्छ भनेपछि हामीले स्पाउटमा गऱ्यौँ ल। अब हामी ग्रिनी ग्रिनी भयो ल। ल टुरिज्म भनिसकेपछि हाम्रो ग्रिनवाला भाइ आउनु पऱ्यो नि त फेरि होइन। ओके, यसरी चाहिँ हामीले यो मेनुहरू चाहिँ क्लियर गऱ्यौँ। अब यहाँनिर चाहिँ एउटा सेयर भन्ने छ। अब यहाँ चाहिँ नेपालमा यो चिजहरू छ, यहाँनिर सेयर भन्ने छ। मैले यो प्रेजेन्टेसन बनाएँ, अब म त टिममा काम गर्नुपर्छ भनिसकेपछि मैले अब मेरो एडिटरलाई दिनु पऱ्यो भने चाहिँ यहाँ सेयरमा गर्छु र यहाँनिर चाहिँ हामीले के गर्नु मिल्छ त, यसलाई सेयर गर्नु मिल्छ मान्छेसँग। यसमा गएर मैले नाम राखेँ जस्तै ओके, यहाँनिर डिजिटल सोल्युसन डट भिडियो @gmail.com। यो मान्छेले के गर्न मिल्छ त, फुल एक्सेस दिन मिल्यो भने उसले सबै हेर्न मिल्यो, एडिट गर्न मिल्यो भने यो प्रेजेन्टेसन एडिट गर्न मिल्यो, कमेन्ट गर्न मिल्यो भने चाहिँ उसले कन्टेन्ट एडिट गर्न मिलेन, कमेन्ट लेख्न मिल्यो। ए बिगारी छ भने यहाँ कमेन्ट थप्न मिल्यो। अनि त्यसपछि अर्को चाहिँ यसले भ्यू गर्न मिल्यो। मैले कस्तो प्रेजेन्टेसन बनाएको छु एकचोटि हेरिदिनु न भनेर पठाउनु मिल्यो। यहाँबाट फुल एक्सेस दिएँ मैले। ओके, मैले एडिटको एक्सेस दिएर एड गरेँ। एड गरिसकेपछि यसले मात्रै पाउँछ। अब तपाईँले पाउनुहुन्न यसको लिङ्कबाट भयो भने, यसले चाहिँ पाउँछ। फेरि यसले चाहिँ कसरी पाउँछ भन्दाखेरि अब यहाँनिर गएर मैले कपी सेयर लिङ्क गर्छु र यो लिङ्क पठाइदिइसकेपछि उसले चाहिँ आफ्नो उसबाट जान्छ, ल्यापटपमा यसरी खोल्छ होइन। उसले यहाँ खोलेर एडिट गर्न मिल्यो है। अब ऊ मात्र होइन, मैले चाहिँ जो कोहीले पनि गर्न मिल्ने बनाउनु पऱ्यो भने चाहिँ यहाँ एनी वान विथ द लिङ्क भन्नेमा क्लिक गर्छु र भ्यूमा क्लिक गरेर मैले क्यान एडिट गरिदिन्छु। यहाँनिर मैले भ्यू मात्रै गरेँ भने हरेक मान्छेले हेर्न मिल्यो र सेयर कपी सेयर लिङ्क गरिदिएँ। अब के गर्न मिल्यो त, यसलाई चाहिँ मैले जसले पनि हेर्नु मिल्यो। तपाईँलाई मैले पठाइदिएँ भने तपाईँले पनि गामा एपबाट यसलाई एक्सेस गर्न मिल्यो। तर तपाईँले यहाँ भ्यू ओन्ली भएको हिसाबले हेर्न मात्र मिल्यो। मैले एडिट गर्ने एक्सेस दिएँ भने तपाईँले एडिट पनि गर्न मिल्यो। अब एनी वान विथ लिङ्क क्यान एडिट गरिदिएँ भने मैले चाहिँ यो भयो। सेयर गर्ने यसरी सेटिङमा जानुभयो र यसलाई चाहिँ प्रो बनाउनु भयो भने यसले पासवर्ड हानेर सेयर गर्ने पनि अप्सन दिन्छ। अब अर्को अप्सन चाहिँ यहाँ के छ भन्दाखेरि तलपट्टि हेर्नुहोस् है, यहाँ सेटिङमा गएर तलपट्टि राम्रोसँग हेर्नु होला। सेटिङमा गएर तलपट्टि हेर्नु होला, पब्लिसिङ एन्ड डोमेन्स छ। तपाईँले यसरी बनाएको वेबसाइट चाहिँ के हुन्छ त भन्दा पब्लिस गर्नु पनि मिल्छ। इनेबल साइट पब्लिसिङ गरिदिएँ भने मैले यो साइट पब्लिस भयो।
अब गामाबाट वेबसाइट बनाएँ मैले। अब यसलाई चाहिँ के गर्छु त मैले पब्लिसमा क्लिक गरेँ। भ्यू साइट। ल अब यो साइट चाहिँ मेरो के भयो त पब्लिस भयो। वेबसाइट यो यसकै। अब मैले पब्लिस गरेँ राइट। अब अनपब्लिस गरेँ मैले एकछिन। अब यसमा मैले क्लिक गरेँ भने देखाउँदैन है। अब म सेयरिङमा जान्छु र एक्सपोर्टमा जान्छु। एक्सपोर्टमा गएर के गर्छु त भने मैले पिडिएफ अथवा मैले पावर पोइन्टमा यसलाई के गर्छु त एक्सपोर्ट गर्छु। ल अब अब म त पावर पोइन्ट मात्रै चलाउँछु अरू झ्याउ लाग्छ सफ्टवेयर भन्ने मान्छेहरूलाई को लागि चाहिँ गुड न्युज है। अब यहाँनिरबाट हामीले मजासँग एडिट गर्न सक्यौँ नि। यहाँबाट एडिट गर्न सक्यौँ नि टक्क। अब यसैलाई होइन म त यहाँ यसमा एक्सपोर्ट गर्दिनँ, म पिडिएफमा एक्सपोर्ट गर्छु। पिडिएफ डकुमेन्ट भनेदेखि तपाईँले पिडिएफमा एक्सपोर्ट गर्न पनि मिल्यो। होइन फोटोमा गर्छु भने फोटोमा गर्न पनि मिल्यो। पिडिएफमा आयो पावर पोइन्ट यो चाहिँ एडोबी रिडरमा अथवा अन्त क्रोममा पनि ओपन खुल्छ। पिडिएफ फर्मेटमा आयो। पिडिएफमा चाहिँ अब सर हामीले यसरी गर्न सक्यौँ। यति धेरै चिज चाहिँ बनाउन मिल्छ योबाट। यति धेरै पावरफुल छ क्या गामा एप है। त्यो साथीहरूले राम्रो क्रेडिट थप्नु भएछ ल। मजा आयो है। अब हामीले फेरि अर्को एडिट गरेर हेरौँ न त है। अब हामी क्रिएट न्यू गरौँ र माथि जाउँ। अघि पो जेनेरेटबाट थियो प्रम्पटबाट। मैले चाहिँ प्रम्पटबाट नगर्ने भने म चाहिँ पेस्ट इन टेक्स्ट गर्छु र मैले अब प्रेजेन्टेसन बनाउँदिनँ। प्रेजेन्टेसनको कन्सेप्ट तपाईँले बुझिसक्नु भयो। अब लेट्स मेक अ वेबसाइट। सो अब वेबसाइट बनाउनको लागि त कन्टेन्ट चाहियो। सो कन्टेन्ट चाहिँ म कहाँ गएर बनाउँछु त भन्दा मेरो च्याट जिपिटी जिन्दाबाद। म च्याट जिपिटीमा जान्छु। मैले गामा एपबाट एउटा वेबसाइट बनाउन खोजिरहेको छु, वेब पेज। तिमी 20औँ वर्षदेखि यो डोमेनमा काम गरिरहेको हो, तिमीले राम्रो राम्रो वेब पेजहरू प्राप्त गर्न सक्छौ। आज तिमीले मेरो लागि एउटा प्रम्प्ट लेखेर दिनुपर्छ। प्रम्प्ट चाहिँ रबिन पौडेलको हुनु पर्यो, तर रबिन पौडेलको सबै कामहरू नराखिकन रबिन पौडेललाई एज अ डिजिटल फाइनेन्सियल लिट्रेसीको कन्टेन्ट क्रिएटर भनेर मात्रै पोर्ट्रे गर्ने टाइपले तिमीले वेबसाइटको कन्टेन्ट लेखेर देऊ। अब यसलाई चाहिँ मैले वेबसाइटको कन्टेन्ट लेखेर देऊ भने थिङ्क गर्दैछ। अलि हाई मोडल युज गरी हामीले अलि लाइट मोडल युज गरौँ। तपाईँले पनि के गर्नु पर्यो आफ्नो बारेमा अब लेख्न लगाउनुहोस् है कन्टेन्ट यहाँसम्म। यसले स्किल कल गरेको स्किल छ। यो पैसा तिरेकोमा अलिक धेरै फिचरहरू हुन्छ।
ल पढ्नुहोस् है यहाँनिर प्रम्प्ट लेख्न तिमीले कस्तो बनाउँछ हेरौँ। अर्को पनि प्रेजेन्टेसन लेख्न दिउँ। जस्तै आजको युवाले सिक्नै पर्ने 9वटा स्किलहरू के हुन्, त्यो 9वटा स्किलहरूको बारेमा 9वटा स्लाइडमा हुने गरी कन्टेन्ट लेखिदेऊ। एउटा यता कन्टेन्ट लेख्न पनि लगाएको छु मैले, अर्को चाहिँ यहाँनिर यसले अझै लेख्दैछ। ओके गरिसकेछ। यहाँ चाहिँ यसले प्रम्प्ट लेख्यो होइन। अब सो प्रम्प्ट लेखिसकेपछि अब हामी कहाँ जान्छौँ त, यहाँ जान्छौँ। यहाँ चाहिँ गएर हामीले के गर्नु पर्यो त, हामीले चाहिँ अब यसलाई प्रम्प्टको फर्ममा जाने भइसकेपछि हामीले पेस्ट इन टेक्स्ट गर्दैनौँ, फेरि जेनेरेट नै गर्नु पर्यो। बुझ्नुभयो? पेस्ट इन टेक्स्ट भने कसरी हो म अहिले देखाउँछु। अब यहाँनिर हामी जेनेरेटमै जाउँ र वेब पेजमा जाउँ। हाम्रो इङ्ग्लिसको भयो 10वटा सेक्सन्स भयो। त्यसपछि हामीले यसलाई चाहिँ पेस्ट गरौँ हाम्रो प्रम्प्टलाई। अब एडिट प्रम्प्ट गरौँ। अब हामीलाई चाहिँ जेनेरेट गर्नु पर्यो, मिनिमल स्टाइलको हरू हुनु पर्यो, राइट फर टोन। अब हाम्रो कलर चाहिँ अलि ओके, थिम चाहिँ अलि अर्कै थिम युज गरौँ हामीले। ल सेलेक्ट थिम। यहाँ चाहिँ मैले एआई इमेज जेनेरेट गरिदिएँ भने है, हामीसँग क्रेडिट जति पनि छ। ओके अटो मोड, यहाँ चाहिँ एआई इमेज पनि कुन मोडल युज गरेर गर्ने भन्छ क्या यसले। प्लसमा यो मोडलहरू युज गर्न मिल्छ एआईको होइन, एआईले फोटो बनाउने भयो। यहाँ चाहिँ फ्रीवालाहरू युज गर्न दिन्छ यसले। सो मलाई चाहिँ अहिले जिपिटीको इमेज जेनेरेसन मिनी फास्ट चाहिँ मलाई युज गर्न मलाई होइन, च्याट जिपिटीको इमेज जेनेरेसन। ओके यति गरेर मैले अब के गरेँ त, जेनेरेटमा क्लिक गरेँ मेरो वेबसाइट बनाउनुको लागि। अब म एकछिन बस्छु, आराम गर्छु। काम त यसलाई गराउने हो नि त। उम्, गर भाइ के गर्ने हो भनेर बस्ने हामी। एआईले जेनेरेट गरिरहेको छ। एआईले इमेज पनि जेनेरेट गर्नु पर्यो ब्याकएन्डमा फेरि होइन। एआई इमेज जेनेरेट गर भनेको छ नि त हामीले। स्टक फोटोज स्टक इमेज राख भन्यो भने चाहिँ मलाई के गर्छ त, यसले के गर्छ त, इन्टरनेटमा खोजेको स्टक इमेजहरू ल्याएर आने भएको हिसाबले यसले छिटो बनाउनु भयो। अब यसले चाहिँ इमेज जेनेरेट गर्ने भएको हिसाबले चाहिँ यसले के गर्ने भयो त, अलिक टाइम लाग्ने भयो अहिले जेनेरेट गर्नलाई चाहिँ। अब म यता स्लाइड्स एआईमा यो त हाम्रो ऊ भयो। ओके अब हामी चाहिँ फेरि अर्को स्लाइड पनि गर्छ है सन्देश सर। फ्रीमा गर्दैन कि भन्नुभएको छ, गर्छ है। एकदम भोइस डिटेक्सन चाहिँ राम्रो गर्छ। तपाईँको आवाज चाहिँ हुनु पर्यो। एन्ड हजुरले ट्रेन गराउने हो है, ट्रेन गराउने हो। ट्रेन नगराउनु भएसम्म हुँदैन फेरि। ल अब मैले चाहिँ यहाँ 10वटा स्लाइड भयो, 9वटा स्लाइड भयो। ओके कपी गरौँ। फेरि हामी चाहिँ कहाँ जाउँ, गामामा जाउँ। गामा यहाँ चाहिँ यसले काम गर्दैछ, यसलाई छोडिदिउँ। अब गामा चाहिँ फेरि हामी गामा खोलौँ। हेर्नु कन्टेन्ट लेखेर कसरी बनाउने भनेर मैले सिकाउँदैछु। तपाईँले डाइरेक्ट यसलाई जेनेरेट गर्न सिक्यो अघिसम्म। अब चाहिँ जेनेरेट न्यूमा जाउँ र यहाँनिर चाहिँ पेस्ट इन टेक्स्ट गर्ने, प्रेजेन्टेसन पेस्ट। स्कुल कलेज अथवा जबको तपाईँलाई प्रेजेन्टेसन बनाउनु पर्यो, सबै यहीँबाट बनाउने हो। स्लाइड 1मा के हुने भयो, एआईलाई चलाउनु होइन, काम लगाउन सिक्नुहोस्। च्याट जिपिटी जेमिनाई जस्ता एआई टुलहरू प्रयोग गरेर रिसर्च राइटिङ लर्निङ अटोमेसन एन्ड प्रोडक्टिभिटी बढाउन सक्ने क्षमता अब बेसिक बन्दै गएको छ भनेर यस्तो गरियो। अनि त्यसपछि स्लाइड 3 गरेर यसले चाहिँ ट्याक्क राखिदियो। अब मैले चाहिँ यहाँनिर 3वटा अप्सन छ, राम्रोसँग हेर्नु होला। 3वटा अप्सनमा चाहिँ एउटा जेनेरेट फ्रम नोट्स अर एन आउटलाइन भन्ने छ। यसले चाहिँ के गर्छ त भन्दाखेरि मैले लेखेर दिएको कन्टेन्टलाई चाहिँ सोध्छ,
एनालाइज गर्छ र एउटा नोट र आउटलाइन जेनेरेट गरेर बनाइदिन्छ। यो तरिकाले काम गर्ने कि समराइज लङ टेक्स्ट अर डकुमेन्ट, लामो टेक्स्ट छ मसँग त्यसलाई समराइज गरेर प्रेजेन्टेसन बनाउने कि प्रिजर्भ दिस एक्ज्याक्ट टेक्स्ट भनेको चाहिँ यहाँ भएको टेक्स्टलाई चाहिँ जेको त्यही राखेर बनाउने। सो चाहिँ अब हामीले यहाँ के गर्दैछौँ तिनवटा अप्सनमा मलाई च्याटमा भन्नुहोस्, हामी तिनवटामा के गर्दैछौँ यहाँनिर? मैले च्याट जिपिटीलाई जे हो त्यही लेखाएँ यहाँ स्लाइडको कन्टेन्ट। सबैले भन्नुहोस् है, आफ्नो भन्नुहोस्, माथि जे भन्नुभएको छ त्यही नभन्नु होला है। एक एक भन्नु सबै, दुई तिन नै भन्नु न कसैले। ओके, हजुरहरूले भनेको पनि ठिक छ होइन। हामीले चाहिँ जेनेरेट फ्रम नोट्स एन्ड नोट्स अर एन्ड आउटलाइन भनेर यहाँबाट पनि गर्न सक्छौँ। तर यहाँनिर चाहिँ के छ त भन्दाखेरि हामीसँग लामो टेक्स्टहरू छैन, हामीलाई छोटाउनु छैन, हामीलाई चाहिँ एज इट इज राख्नु छ भनिसकेपछि हामीले प्रिजर्भ दिस एक्ज्याक्ट टेक्स्ट गर्छौँ। किन भन्दा मैले च्याट जिपिटीलाई त यसले जे कन्टेन्ट हो त्यही कन्टेन्ट लेख्न लगाएको छु। सो यो कन्टेन्ट त मेरो स्लाइडमै चाहियो नि त मलाई। सो मैले चाहिँ यहाँनिर थर्ड अप्सन चुज गर्ने, प्रिजर्भ दिस एक्ज्याक्ट टेक्स्ट भनिसकेपछि ठ्याक्क यही टेक्स्टहरू चाहिँ यसमा रहने भयो। तर मैले यो अथवा यो क्लिक गरेँ भने यसले चाहिँ भाषाहरू चेन्ज गरेर आफ्नै तरिकाले लेखेर प्रेजेन्टेसन बनाइदिनु भयो। सो मैले अहिले चाहिँ प्रिजर्भ दिस एक्ज्याक्ट टेक्स्ट गरेँ। अब यहाँ कन्टिन्यू टु प्रम्प्ट एडिटर गरेँ र यसलाई रन गरेँ। यहाँ चाहिँ स्लाइड 1, स्लाइड 2, स्लाइड 3, स्लाइड 4, स्लाइड 5, स्लाइड 6, स्लाइड 7, स्लाइड 8, स्लाइड 9 भयो। ल 9वटा स्लाइड भयो। अब स्किलसँग रिलेटेड कुरा भनिसकेपछि मैले त्यही अनुसारको थिम युज गर्ने भयो। ल अब कस्तो थिम युज होला भन्दाखेरि मलाई एकदम बेसिक लाइट युज गर्नु मन लाग्यो है। अब यो भइसक्यो। इमेजेसहरू एआई इमेज युज नगरौँ, हामीले वेबको इमेजहरू युज गरौँ यसलाई। ल यति भइसकेपछि मैले अब के गर्छु त यहाँ जेनेरेट गरेँ। अनेस्टली भन्दा मैले धेरै ठाउँमा यो युज गर्छु के। मैले के गर्छु भन्दा प्रेजेन्टेसन बनाएर भिडियो बनाउनुपर्छ मैले होइन, कहीँ प्रेजेन्टेसन दिनुपर्छ, कहीँ के हुन्छ, कहीँ क्लास दिनु पर्नुपर्छ। त्यो सिलसिलामा चाहिँ मैले च्याट जिपिटीलाई भन्न लगाएर यहाँबाट चाहिँ जेनेरेट गर्छु। जेनेरेट गर्दाखेरि के गर्छु त भन्दाखेरि गामाबाट चाहिँ एकचोटिमा 10वटा स्लाइड बन्छ। मैले आइडिया लगाएर के गरिदिन्छु त 10वटा स्लाइड गरेर तिनवटा 10वटा गर्दाखेरि 30वटा स्लाइड भयो। 30वटा स्लाइड टक्क बनाउँछु, डाउनलोड हान्छु र पावर पोइन्ट प्रेजेन्टेसनमा लगेर 10-10वटा 3-4 चाहिँ गाप दिन्छु स्लाइडहरू। त्यहाँपछि 30वटा स्लाइडको मेरो प्रेजेन्टेसन रेडी। यहाँनिर 10वटा भन्दा बढी बनाउनु दिँदैन, यसले पैसा माग्छ। यो पनि बाटो त एकदमै बाटो छ, किन भन्दा फोकटमा दिइरहेको छ, फ्रीमा दिइरहेको छ। यसलाई के फाइदा हुन्छ त हामीलाई यस्तो चलाउनु दिएर होइन? किनेर चलाउनु यस्तो चलाउनु दिएपछि एक दुईचोटि भनेर होला हो। यहाँ चाहिँ मैले मेरो फोटो अपलोड गर्ने हो। मेरो फोटो दुई तरिकाले अपलोड गर्नु मिल्छ। सो यहाँनिर मैले फाइल अपलोड गर्नु पनि मिल्यो। रबिन पौडेल भनेर यहाँ रबिन पौडेल सर भनेर यसरी सर्च गरेर यस्तो फोटो आएको छ। ओके, यहाँ यो फोटो क्लिक गरेर यो फेसबुकको फोटोले मान्दैन है, त्यो इमेजमा जाम। ए मेरो फोटो देखाएन खै, यहाँ वेबसाइटको फोटो देखाउँछ कि भनेको थिएँ, देखाएन है। रबिन पौडेल इमेज डिजिटल सोल्युसन, यहाँ चाहिँ यता खुलेर झ्याउ गर्दो रहेछ। यता खुल्यो फेरि यार, यसका बाजे। अब यहाँ कपी इमेज, कपी लिङ्क एड्रेस गरौँ के यसले ओ दिन्छ कि दिँदैन।
यहाँनिर गएर मैले यसको लिङ्क हालेँ भने ए इरर भन्यो यस्तै है। जियोस् तपाईँले यहाँनिर बढी नै गरेँ कि यस्तो फोटो झिकेँ मैले होइन अनलाइनको। यो फोटोको लिङ्क ल्याएर मैले एउटा चिज सिकाउन खोजेको तपाईँलाई। यहाँनिर मैले युआरएलमा गएर रिप्लेस गरेँ। यसका बाजे यहाँ चाहिँ इन्टु गरेँ। त्यसपछि यो इमेज चाहिँ हाम्रो भएन, यसलाई डिलिट गरेँ। अब यहाँ चाहिँ कपी गरेँ, युआरएलमा गएँ। यहाँनिर मैले मेरो वेबसाइटको इमेजको युआरएल दिएँ भने यसरी आउँछ कि के देखाउन खोजेँ मैले। वेबसाइटबाट पनि डाइरेक्ट अपलोड हानिदिनु मिल्यो क्या कतै ल्याएर। अब यसलाई ल्याएर मैले यहाँ राख्न मिल्यो यसरी। अब एआईलाई युज गरेर के गर्नु मिल्यो त, यहाँ चाहिँ एड द फलोइङ इन्फर्मेसन टु फर्स्ट स्लाइड। अब मैले यो चाहिँ हाल भने यसलाई है फर्स्ट स्लाइडमा हाल भने इ ओरिजिनल थियो यो भयो मेरो। यहाँ रबिन पौडेल भनेर हालिदिएँ यस्तो। यतिको बनाएँ मैले प्रेजेन्टेसन यसरी फाइनेन्सियल लिट्रेसीको विषयमा, एआई लिट्रेसी भनेर है। सिक्नुपर्ने चिजहरू के हुन् यस्तो यस्तो हुन् भनेर। अब यसलाई मैले यसो गर्छु र प्रेजेन्टेसन देखाउँछु। ल साथीहरू आज म यस्तो कुरा सिकाउँछु भनेर टक्क देखाउँछु यहाँबाट सुरु गरेर। यसलाई डाउनलोड गरेर वेबसाइट जस्तो बनाउन पनि सकेँ, यसलाई डाउनलोड गरेर पिडिएफ बनाउन पनि सकेँ। सबै चिज मैले गर्न सकेँ।